82 8 अनि गर्दाखेरि पढ लेखामा ध्यान दिने अनि उता यता गर्दाखेरि धेरै धेरै आफ्नो भाग्यमा जे छ त्यो भनेको आफूले नै हिसाब गर्ने नाति अनि त्यसरी र पढालेखामा चाहिँ जोड गर्नुपर्छ आमा बाबुमा चाहिँ रिस गर्ने होइन लेखामा चाहिँ जोड गर्ने त्यसले पसार्दा हुन्छ अनि त्यहाँदेखि बुद्धि आउँछ नाति भाग्यमानी हुनु मेरो नाति त्यो भनेको एकदम किताबलाई त्यो क ख र गहलाई चाहिँ धकेल्नु पर्छ कुट्नै पर्छ र उसको रिस उठ्छ अनि त्यहाँ चाहिँ जानिन्छ है नाति र अनि सुब्दाली सा खाना अलिक टपोनिसा छ मायाङ पल्टन पनि जानु सक्छ जानुमुसानी जो पनि एउटा इलिम चाहिँ पक्राउनु पर्छ नाति है भाग्यमानी लिसा नाति अनि खाना कान्छा आम दाजु मलाई युङयाङ आम्मा पछि मलाई वायुङयाङ भाग्यमानी लिसा हेलो अट्दैन ए त्यो झरेकै राम्रो त्यो अघिको गिलो भयो नि त मोलो आन किरावा मोलो मोनी पर्दैन नि तनिन अनि फेरि अनि मोनी मच फेरि माया मचल्ने माग अनि फेरि अनि क्या अनि मा अलि घरमा अनि भोलि छोरी ज्वाइँले सिकाएन छन् नि फेरि